हेलो हेलो एभ्रिवान, सबैजना नमस्ते। फेरि पनि मेरो मिनी भ्लगमा चाहिँ स्वागत छ। यो चाहिँ हो पुरानो कोइलाबास बजारका पसलहरू यहाँनिर छन्। यतातिर पनि छ। यो यस्तो बजार बवाल छ यहाँनिर। हामी चाहिँ यति बेला कोइलाबास घुम्दैछौँ। यो पुरानो बजार हेर्नुहोस्, पहिलाका पसलहरू, यो कोइलाबासको दृश्यहरू। अनि यो चाहिँ रामजानकी मन्दिर छ यहाँनिर। यो मन्दिरमा चाहिँ हामी गइरहेछौँ। यतातिर हाम्रो अनुप दाई, यतातिर निरेशजी, यताबाट हाम्रो उत्तमजी लगायत हामी चाहिँ आज कोइलाबास मेन बजारमा चाहिँ प्रवेश गरेका छौँ। ल यहाँको दृश्यहरू चाहिँ यस्तो छ है। यो ठाउँ चाहिँ यस्तो छ। सो मन्दिरको यो टप भाग, यो चाहिँ रामजानकी मन्दिर हो। अनि यहाँको गल्लीहरू यस्तो छ। अनि यतातिर यो टिनको टहराहरू, अनि एकदमै राम्रो छ यहाँ चाहिँ। यो चाहिँ हामी फाइनली यो कोइलाबासको रामजानकी मन्दिर हो। यो रामजानकी मन्दिरमा पुगेका छौँ हामीले। त्यसो निरेशजी कस्तो लाग्यो कोइलाबास? रमाइलो लाग्यो सर है। कस्तो लाग्यो सर? एकदम सर रमाइलो छ। उत्तम सर कस्तो लाग्यो? एकदम रमाइलो नयाँ ठाउँमा आइयो, घुमियो। अनि यो चाहिँ मन्दिरभित्र अब गाउँलाई बिस्तारै। ल अनुप दाई, हजुर कस्तो लाग्यो? रमाइलो छ। यो एउटा यो बाजेहरूको ठाउँ, एउटा इतिहास लुकेको ठाउँ हो यो। सबैजना आउनुहोस्, घुम्नुहोस्, अध्ययन गर्नुहोस्। अनि यहाँ चाहिँ यो चाहिँ पहिलाको पसलहरू है फेरि। त्यो हग्ने अनि यो चाहिँ गुदुन नजान्ने मान्छे यो चाहिँ ठ्याक्क यो कोइलाबास भित्रको चाहिँ यो ठाउँ हो। यहाँका पहिलाका पसलहरू है। यो पहिलाको पसलहरू अन्त यस्तो फोहोर चाहिँ यो यहाँका पहिलाको यस्तो दामी दामी घर बनेको थियो होला त्यतिखेर। यो दोकानवाला घर हुने चाहिँ सबै, तर अहिले चाहिँ पुरै यो ऊ भइसकेको छ, के भइसक्यो? खण्डर टाइपको भएको छ। यतातिर पनि पुराना पुराना चिजहरू छन्। अनि यता पाहाडले भरिपूर्ण ठाउँ। अनि ऊ यतै पर हो, यहाँबाट यहाँ हिँडेर जाने कि उताबाट जाने? यहीँबाट जाउँ। अनि यहाँ चाहिँ पसलहरू अझै पनि छ यता। अनि यहाँ पनि सरकारी कार्यालय बनेको रहेछ। ल हेर्नुहोस् है। अनि यो रामजानकी मन्दिरको बाटो हो। यहाँका यतातिर मस्जिद छ ऊ त्यो टुप्पो। अनि यता चाहिँ यो पनि पुरानो पसल हो है। सबै पुराना पुराना चिजहरू छन्। सँगसँगै यो घरहरू यस्तो पुरानो छन्। अनि हामी चाहिँ ठ्याक्कै यति बेला संवाद कम भयो। संवादमै छौँ निरन्तर। अनि यहाँका संरचनाहरू, भान्साघरहरू यस्तो छ। अनि है, अनि यो यस्तो छ। आज चाहिँ म तपाईँहरूलाई पुरै कोइलाबास घुमाइदिन्छु है त। कोइलाबासको भित्री गल्ली हो यो चाहिँ। अनि यहाँनिर मस्जिद छ। मस्जिद यहाँ छ। बेगले गएको पानी ठोक्क्या हो क्या त्यो। यो चाहिँ पुरै भ्लग भिडियो हो। अनि यता यो गल्ली छ। अब हामी स्काई साइकलमा जान्छौँ। हाम्रो उत्तम राजालाई यार देउखरीको गर्मीले गर्दा पिम्पलै पिम्पल आएको छ। टेन्सन भएको मलाई यार। हो यो चाहिँ मस्जिद मेरो पुग्छौँ यहाँ स्काईमा। त्यही नै हो क्या, यहीँनिर छ कि हाम्रो वडा अध्यक्षको घर पनि त यहीँ हो क्या। घरै होला नि, होइन होला। स्काई साइकलमा अब जान्छौँ है हामी चाहिँ। यतातिर यो झुलुङ्गे पुल भयो। स्काई साइक्लिङ पनि छ कि यो कोइलाबासमा चाहिँ। अनि अनुप दाई स्काई साइकलमा जाने त होला? जाने नि, सबै ठाउँमा जाने। चलाउने डोरीमा साइकल। ल यतातिर हामी डोरीमा साइकल चलाउन आएको छौँ। यही हो हाम्रो वडा अध्यक्षज्यूको घर। हाम्रो वडा अध्यक्षज्यू गढवा गाउँपालिका वडा नम्बर 8 को वडा अध्यक्षज्यूको घर हो यो। खालिद सिद्दिकी दाइको घर हो यो। यही हो स्काई साइक्लिङ। अब ल उत्तम सर चढ्नु नि तपाईँ। यहाँबाट ऊ त्यो पारीसम्म जान्छ है यो स्काई साइक्लिङ कोइलाबासको। अनि यहाँबाट चढ्ने हुन्छ।
कसरी छ यो चढ्ने 200 रुपैयाँ हजुर एकजना एकजनाको 200 के हो निरेश जाने हो चलाउँ डोरीमै चलाउँ ल यहाँको दृश्य चाहिँ स्काई साइकल हो प्रति व्यक्ति 200 रुपियाँ रहेछ यहाँ चाहिँ अनि यो साइकल यहाँ चाहिँ यही साइकलमा चढ्ने हो अनि वहाँ पारी जाने हो डोरीमा साइकल मस्तको चल्छ है अनि यहाँनिर पनि फेरि मन्दिर रहेछ यहाँनिर योमा मन्दिर छ अनि फेरि यतातिर ऊ छ होइन अनि यो घर पनि पुरानो छ यो योमा चाहिँ लगाएर त्यो पारी डाँडासम्म एकजनाको 200 रुपियाँमा मजाले स्काई साइक्लिङ गर्न सक्नुहुनेछ कोइलाबासमा आएर है त यो चाहिँ ठ्याक्कै लोकेसन कहाँ रहेको छ भनेपछि हाम्रो गढवा गाउँपालिका वडा नम्बर 8 को वडा अध्यक्षज्यू खालिद सिद्दिकी दाईको घरको ठ्याक्कै छेउमा बनेको छ है यहाँनिर मजाले घुम्न सक्नुहुनेछ र यो राम्रो राम्रो भ्यूको अवलोकन गर्न सक्नुहुनेछ उतातिर झुलुङ्गे पुल पनि छ यहाँनिर भ्यू टावर पनि छ माथि यो मेरो पछाडिको डाँडामा भ्यू टावर छ है त ल ओके सो भिडियो कस्तो बन्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिनु होला है त